नमस्कार। आजको भिडियोमा हामी नेपालको इतिहासमा भएको पहिलो डरलाग्दो हवाईजहाज दुर्घटनाका बारेमा जानकारी दिन गइरहेका छौँ। थाई एयरवेज फ्लाइट 311 सन् 1992 जुलाई 31 तारिक। सन् 1992 को जुलाई महिनाको अन्त्य थियो। काठमाडौँ उपत्यकाको आकाशमा तीव्र गतिमा बादल दौडिरहेका थिए। हावा बाक्लो थियो र सहरमाथि कालो धुवा जस्तो बादलले पुरै आकाश ढाकेको थियो। बिहान 11 बज्न लागेको थियो। त्यसै समयमा थाइल्यान्डको राजधानी ब्याङ्ककबाट उडान भरेको एक विशाल एयरबस थाई एयरवेज फ्लाइट 311 नेपालका पहाडी आकाशतर्फ प्रवेश गर्दै थियो। विमानको कोड थियो HSTID। एउटा अत्याधुनिक एयरबस 310304 जसमा 113 जना मानिस सवार थिए, 79 जना यात्रु र 14 जना चालक दल। थाइल्यान्डका नागरिकहरू, जापानी, अमेरिकी, बेलायती र केही नेपाली यात्रु पनि सवार थिए। धेरैजसो पर्यटकहरू हिमाल हेर्न, सगरमाथा क्षेत्र भ्रमण गर्न वा नेपालको सौन्दर्य अनुभव गर्न आएका थिए। तर त्यो बिहान नेपालका पहाडी आकाशले उनीहरूलाई कहिले फिर्ता पठाएनन्। थाई एयरवेज फ्लाइट 311 एयरबस A310-304 मध्यम दूरीका अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने 2 इन्जिनको आधुनिक विमान थियो। उक्त विमानले बिहान ब्याङ्ककको डोङब्याङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित समयमै टेकअफ गर्यो। मौसम सामान्य थियो र यात्रुहरू उत्साहित थिए। कसैले कल्पना पनि गरेका थिएन उनीहरूको यात्रा कहिले पुरा हुने छैन। फ्लाइट कप्तान थिए क्याप्टेन बोङसोङ, एक अनुभवी थाई पाइलट जसको 10,000 भन्दा बढी उडान घण्टा अनुभव थियो। उनको साथमा थिए सह पाइलट फर्स्ट अफिसर चेन्नाई टी रान्टो प्याओयोबुन, युवा तर दक्ष सहचालक। विमानले बिस्तारै थाइल्यान्डको आकाश छाड्दै लाओस हुँदै भारत र त्यसपछि नेपालतिरको हवाई मार्ग समात्यो। तपाईलाई थाहा नै छ, नेपालको राजधानी काठमाडौँ विश्वका सबैभन्दा जटिल हवाई मार्गहरूमध्ये अवस्थित छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समुद्री सतहबाट लगभग 4400 फिट उचाइमा रहेको छ। चारैतिर पहाडहरूले घेरेको, पूर्वतिर भक्तपुर र पश्चिमतिर नागार्जुन, उत्तरतिर क्याङफेदी लाङटाङ हिम श्रृङ्खला। नेपालको यस भूभागमा विमान उडान र अवतरण गर्नु संसारकै कठिन काममध्ये एक मानिन्छ। त्यो बिहान काठमाडौँ वरिपरि घना बादल र कमजोर दृष्टता थियो। रनवे 02 मा अवतरण गर्न निर्देश दिइएको थियो, जसका लागि पाइलटले उत्तरतिर उडान गर्दै घ्याङफेदी नजिकबाट टर्न लिएर झर्नुपर्ने थियो। तर बादलका कारण भिजुअल रेफरेन्स पाउन कठिन भयो। पाइलट र एयर ट्राफिक कन्ट्रोल बीच संवादमा पनि केही भ्रम देखा पर्न थाले। एयर ट्राफिक कन्ट्रोलले विमानलाई होल्ड पोजिसन आदेश दियो, अर्थात् अवतरणको अनुमति पर्खनुहोस्। तर विमानले यसलाई गलत बुझ्यो। कन्ट्रोलले भनेको डिसेन्ट टु 11,500 फिट, पाइलटले मेन्टेन 11,500 फिट भनेर सुने। यसरी संसारमा सानो त्रुटि भयो, तर यही सानो त्रुटिले पुरै इतिहास बदलिदियो। त्यति बेला ककपिट भोइस रेकर्डरमा पाइलट र सहपाइलट बीचको तनावपूर्ण स्पष्टता रेकर्ड भएको थियो। मौसम खराब थियो, भिजिबिलिटी लगभग शून्य, राडार पनि कमजोर र हवाई कन्ट्रोलसँग विमानको सटिक स्थिति पत्ता लगाउने प्रविधि सीमित थियो। विमानले आफ्नो दिशा दक्षिण पूर्वतिर फर्काउनु पर्नेमा उत्तर पूर्वतिर लाङटाङ हिमालतिर चिप्लियो। करिब केही मिनेटमै विमान 12,000 फिटबाट 11,000 फिटमा झरियो र यसै क्रममा ठुला हिमसिंहहरू विमानको मार्गमा परे। बिहान करिब 11:81 ककपिट भोइस रेकर्डरमा टेरन भन्ने चेतावनी बज्यो। सहचालकले विमान माथि तान्ने प्रयास गरे
अवस्थामा Pull up, we're losing altitude. सकिएको थियो। विमान अगाडि रहेको लामटाङ हिमालको ढुङ्गाको भित्तामा ठोक्यो। कठोर ठक्करपछि A310 का दुवै इन्जिन छुट्टिएर विमान टुक्रा टुक्रा हुँदै हजारौं मिटर तलको हिमडिस्कामा खस्यो। त्यो क्षणमा सबै 113 जना यात्रु र चालक दलका सदस्यहरूको मृत्यु भयो। धमिलो आकाशले विमानलाई हराएको थियो र काठमाडौँ टावरले अन्तिम बार सम्पर्क गुमायो। केही घण्टापछि मात्र थाहा भयो विमान हराएको। नेपालका सेना र प्रहरी साथै स्थानीय शेर्पाहरूका Check the ridge, we might find traces. Check the ridge, we might find traces up there. There! Movement! Near the fuselage! Copy that! Red team standing by! There! Movement! जब उनीहरू लामटाङको कुटुमसाङ नजिक पुगे उनीहरूले देखे हिमालको सेतो डिस्कामा फैलिएको हजारौं टुक्रा धातु र बीचमा जङ्गलको डाँडामा अड्किएको विमानको पुच्छर। उद्धारकर्ताहरूले त्यो दृश्य देख्दा सबैजना रोए। यो कुनै साधारण दुर्घटना थिएन, यो मानव सञ्चार र प्राविधिक कमजोरीको गम्भीर परिणाम। We're receiving reports of a missing Thai Airways flight en route to Kathmandu. Authorities confirm radar contact was lost. We're receiving confirmation that the flight carrying 18 passengers has gone down. बैंककमा रहेका यात्रुका परिवारहरूलाई यो सुन्दा विश्वास लागेन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सन्नाटा छाएको थियो। नेपाल सरकार सेना लगातार वर्षा अर्को बिहान मात्र शेर्पा गाइडहरूले हेलिकप्टरका देखाए। लामटाङ हिमालको काखमा कालो धुवा र धातुको चमक देखियो। त्यो नै फ्लाइट 311 को अन्तिम ठेगाना थियो। जब नेपाली सेनाको उद्धार टोली त्यहाँ पुग्यो त्यो दृश्य सहायक थियो। हजारौं सामान र विमानका टुक्रा चारैतिर छरिएका थिए। एयरबसको अगाडिको भाग पहाडको ढुङ्गामा ठोकिएर नष्ट भएको थियो। उचार भागमा डाँडाको अड्किएको थियो। अधिकांश यात्रु विदेशी पर्यटकहरू भएकोले थाइल्यान्ड, जापान, अमेरिका र बेलायतका दूतावासका अधिकारीहरू काठमाडौँ पुगे। उनीहरूले उद्धार टोलीलाई सहयोग गरे, तर सबहरू त्यहाँबाट झार्न कठिन थियो। लामटाङको त्यो स्थान लगभग 11,500 फिट उचाइमा रहेको थियो, जहाँ सामान्य मानिस हिँड्न पनि कठिन हुन्छ। We arrived within 20 minutes. The impact was severe. No survivors have been confirmed yet. We arrived within 20 minutes. The impact was severe. No survivors have been confirmed yet. The impact angle suggests structural failure before descent. Check the last 30 seconds of telemetry. Something doesn't align. Structural failure likely occurred during descent. Structural failure likely occurred during descent. Structural failure likely occurred during descent. Voice recorder black box We're maintaining flight level 3509, clear of turbulence. इन्जिनहरू ठिकसँग काम गरिरहेका थिए। मुख्य कारण थियो मानवीय सञ्चार कम। पाइलट र काठमाडौँ एयर ट्राफिक कन्ट्रोलर बीच भाषागत समस्या, आवाज स्पष्टता र उडान सूचनाको गलत व्याख्या भयो। एटीसीले पाइलटलाई होल्ड साउथ टु द एयरपोर्ट भनेको थियो, तर पाइलटले प्रोसिड नर्थ भनेर बुझे। यसरी विमान गलत दिशामा लामटाङतिर मोडियो। जब पाइलटले अप्रोच मागे, एटीसीले स्ट्यान्ड बाई भन्यो। त्यो बेला पाइलटलाई लाग्यो कि उनलाई अनुमति दिएको छ। त्यसैले उनले अवतरणको तयारी सुरु गरे, तर त्यो क्षेत्र पहाडी थियो र राडार कभरेज स्थिति बलियो थिएन। अनुसन्धान रिपोर्ट अनुसार कप्तान र सहपाइलट मनोवैज्ञानिक तनाव थियो। कप्तान थकित देखिएका थिए, उडान लामो थियो र मौसम खराब। सहपाइलटले पटक पटक अल्टिट्युड र डाइरेक्सन चेक गराए पनि कप्तानले आदेश नमान्ने स्थिति देखियो। सैन्य शैलीको ककपिटमा वरिष्ठ पाइलटले आदेश क्वेसन गर्न कठिन मानिन्थ्यो। त्यसैले सहपाइलटले गलत निर्णयहरू सच्याउने मौका पाएन। ककपिट भोइस रेकर्डरमा अन्तिम केही सेकेन्ड यस्तो सुन्न सकिन्थ्यो, पुल अप र त्यसपछि मौन। विमान हिमालमा ठोकिएको थियो।
यो घटना We've confirmed all passengers are accounted for. 12 survivors, 37 recovered. We're receiving confirmation from aviation authorities that the Thai aircraft has experienced an emergency landing in Nepal. थाई सरकारका प्रधानमन्त्रीले तत्काल काठमाडौँ पठाए। थाई एयरवेज का प्रमुख अधिकारी Thai government officials have arrived in Kathmandu after the tragic plane crash. काठमाडौँको पशुपति आर्यगढमा Thai government officials have arrived in Kathmandu after नेपाल र थाइल्यान्ड बीच एयर सेफ्टी कोअर्डिनेसन एग्रिमेन्ट पनि यही घटनापछि गरिएको थियो। नेपालका वायु सेवा प्राधिकरणले पनि महत्त्वपूर्ण सुधारहरू गरे। काठमाडौँ एटीसीमा नयाँ राडार सिस्टम स्थापना गरियो। पाइलट कन्ट्रोलर अंग्रेजी संसारमा स्ट्यान्डर्ड फ्रेजोलोजी लागू गरियो। TM approach. This is Yeti Airlines 456 established on the ILS runway 2. Request TM. यस दुर्घटनाले नेपालको पहाडी हवाई मार्गको जटिलता विश्वलाई देखायो। 2 दशकपछि पनि लाङटाङको चिसो भागमा थाई यात्रुहरूको सञ्चालनमा सानो स्मारक स्तूप निर्माण गरिएको छ। त्यहाँ हरेक वर्ष थाइल्यान्डका बौद्ध भिक्षुहरू पुग्छन्, प्रार्थना गर्छन्। स्थानीय शेर्पाहरूले त्यो ठाउँलाई थाई विमान डाँडा भनेर चिन्छन्। आज पनि जब विमानहरू काठमाडौँ नजिक आकाश पार गर्छन्, पाइलटहरू भन्छन् यही क्षेत्रमा फ्लाइट 311 हराएको थियो। त्यो वाक्यले प्रत्येक पाइलटलाई सावधान बनाउँछ र नेपालका पहाडले उडानको कठिनाइता सही सम्झाउँछ। थाई एयरवेज फ्लाइट 311 को यो कुनै साधारण दुर्घटना थिएन। यो संसारव्यापी मानव मनोविज्ञान कठोर भौगोलिक स्थितिको त्रिकोणीय त्रासदी थियो। 113 आत्माहरूले त्यो दिन आकाशमै हराए, तर उनीहरूले बलिदानको नेपाल र विश्व हवाई सुरक्षालाई नयाँ दिशामा अगाडि बढायो। धन्यवाद। अझ यस प्रकारको भिडियोहरू हेर्न चाहन्छु भने यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। थ्यांक यू।